ओहो आमा नमस्कार। हजुर नमस्कार। सन्चै हुनुहुन्छ? हजुर सन्चै। अस्तिसम्म त यो बारीमा कोदो टन्नै थियो, आज त फेरि कोदो काटेर सुकाएर यस्तो बनाइसक्नु भएछ। हजुर काटिन बारी पनि जोतिन। बारी जोतिसक्नु भयो? हजुर। के छर्न त यो बारीमा? केरो छर्न? हजुर। यो बारीमा खेती धेरै हुन्छ नि हैन? हजुर। ए अनि यो कोदो ठटाउने मेसिन पनि ल्याउनु भयो रहेछ। यो मेसिनले कतिको सजिलो हुन्छ नि कोदो बनाउन? एकदम सजिलो हुन्छ सर। खोइ सजिलो छ? हजुर। ए यो मेसिनले एक दिनमा कति जति कोदो ठटाउँछ? ठटाउँछ 2-4 मुरी पोतो। हो? सुक्यो कोदो हुने भने 2-4 मुरी ठटाउँछ। ए यसो हजुरको नाम पनि बताइदिनुहुन्छ कि आमा? कमला थापा। कमला थापा। हजुर। इस्मा गाउँपालिका वडा नम्बर 2 हैन? हजुर। तपाईलाई बहुत यो गाउँठाउँमा टाटीबाटी आमा भनेर पनि चिनिन्छ हैन? हजुर। मेहनती हुनुहुन्छ, दुःख गर्नुभयो। हजुर। यो सिजनको कोदो कति जति गराउनुहुन्छ? होला के 400 मुरी। धेरै। 400 मुरी। हजुर। ओहो यो मेसिन कसरी चलाउने हो यो के यसो बताइदिनुहुन्छ? हजुर। यो मेसिन चलाउने तरिका पनि यसो बताइदिनुस् त। ए वहाँ बन्द गरी छु मैले। उता बन्द गर्न ह। हजुर। यहाँबाट तार ल्याएर यताबाट मेन स्विचबाट। हजुर। ए एबा पोती गयो छ र? यसरी यो चलाउने? हजुर। यहाँबाट कोदो लाउने? हजुर। ए यहाँबाट कोदो लाउने, यताबाट कोदो झर्छ दाना। भुस फेरि बाहिर फाल्दैन यसले? ओहो धेरै सजिलो रहेछ नि आमा। यो मेसिन आएपछि त धेरै सुख जस्तो देखेँ मैले। हजुर कोदो ठटाउनु त धेरै सुख, मकैलाई र कोदोलाई त धेरै सुख। धेरै सुख छ हैन? हजुर। पहिला कसरी गर्नुहुन्थ्यो यो कोदो ठटाउने काम? ठटाउने लौराले। पहिलाको भन्दा अहिले त्यसो भए काम गर्न सजिलो छ। हजुर। प्रविधिको विकास भएको छ, गाउँ गाउँमा पनि यस्ता मेसिनहरू आए। अब किसानीहरूले पनि अब यिनी मेसिनहरूको प्रयोग गरेर आफ्नो कामलाई अलि सहजता भएको अनुभव गर्नुभएको छ। हजुर। यता भाउजूले के गरेर लाउनु भएको नि? कोदो केलाउन। कोदो केलाउन। व्यस्त हुनुहुन्छ के अरे? मैले डिस्टर्ब गरेँ एकछिन काममा है? तपाईँले अस्ति मकै पनि ठटाए जस्तो मान्थे यो मेसिनले, हो कि होइन? हजुर हो। हो हो। मकै ठटाउने सजिलो हुने रहेछ होइन? हजुर एकदम सजिलो। सजिलो छ त्यसो भए। हजुर हजुर। यो मेसिन अब गाउँघरमा कोदो ठटाउन, मकै ठटाउन चाहिँ बहुत उपयोगी देखियो। हजुर। त्यसो भए अस्ति यिनी मकै ठटाएर रेडी गर्नुभयो? हजुर। ए कति जति छन् यिनी मकै यहाँ? मकै छ 400 मुरी छ। 400 मुरी मकै छन्। हजुर। यो मकै कोदो सबै यही बारीको त हो कि होइन? हजुर। अस्ति हामीले दर्शक श्रोताबिन्दुहरूलाई चाहिँ यो बारीमा भएको कोदो पनि देखाएको थियौँ होइन? हजुर। अनि यो बारीमा अहिले तोरी उम्रिसकेको छ। यो आमाको मेहनत, आमाको जोस जाँगर उमेर बहुत प्रशंसनीय छ। हाम्रा साथीहरूले पनि हेरेर साथ दिने होला। यहाँ तरकारी खेती पनि टन्न गर्नुभएको छ। वस्तुभाउ भन्ने हो भने 2टा भैँसी पाल्नुभयो, लैना बकेर्ना भैँसी, बाख्रा जे होस् यहाँ चाहिँ काम गरेर खाने बानीको विकास छ। राम्रो छ, आमाले गर्नुभएको छ। कोदो झारेको झारै हुनुहुन्छ के अरे अझै होइन? ल आमा फेरि भेटौँला है। हस् त नमस्कार। उहाँ आमालाई यो ठाउँमा चाहिँ मास्टरी आमा भनेर पनि चिन्छन्। उहाँको जाँगर, उहाँको मेहनत चाहिँ हामीले शब्दमा व्यक्त गर्न सकिन्न। उहाँ उमेरले अलि 60 क्रस हुनुहुन्छ, तैपनि जोस जाँगर भन्ने हो भने उहाँको चाहिँ 25-30 वर्षको महिलाहरूमा भन्दा फरक देखिँदैन। यो ठाउँ पनि एकदम उत्पादनशील छ, राम्रो छ ठाउँ बस्नलाई। आमाको घरबाट यहाँ माध्यमिक विद्यालय पनि नजिकै पर्दो रहेछ। यहाँ यो विद्यालयको नाम देवीस्थान माध्यमिक विद्यालय हो। यहाँ आमाले अस्ति बनाएका मकै यता ल्याएर सुकाउनु भएको रहेछ। र आमाको काम सबै क्षेत्रतिर चाहिँ छ। यहाँ तरकारी पनि लगाउनु भएको रहेछ यति। यहाँ मकै सुकाउनु भएको छ, यी कोदाको नल सबै व्यवस्थित तरिकाले छ। यहाँ घरसम्म आउने बाटो पनि रहेछ। सक्दो सेयर गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आमाको चाहिँ झन् यो काम गर्ने शैलीलाई हौसला प्रदान गर्नको लागि सम्पूर्ण दर्शकहरूलाई अनुरोध गर्दछु। हस् त धन्यवाद।